यो प्लेटफर्म चाहिँ कुनै एप डाउनलोड गरेर त्यसमा एड्सहरू हेरेर एउटा एड्सको होइन $0.00 रेभेन्यू जेनेरेट गर्ने त्यस्तो कुनै एप खोजीमा हुनुहुन्छ भने, त्यस्तो फेक प्लेटफर्मको खोजीमा हुनुहुन्छ भने तपाईँको लागि यो भिडियो होइन। बाइ द वे, मैले पनि 1 साल अगाडि मैले पनि यस्तै एप डाउनलोड गरेर 2-4 दिन ट्राई गरेर मैले पनि त्यहीबाट होइन यतिकै ट्राई गरेर टाइम वेस्ट मात्र गरेँ। मैले त्योबाट केही पनि हुने भएको छैन। इट्स जस्ट अ वेस्ट अफ टाइम। सो त्यही भएर तपाईँले त्यस्तो फाल्तु एपहरू वायत एपहरूको पछाडि नलाग्नु होला है। सो मैले हजुरको लागि एउटा यस्तो गभर्मेन्ट रजिस्टर्ड प्लेटफर्म फाइन्ड आउट गरिसकेको छु जसमा तपाईँले डिजिटल स्किल सिकेर लर्निङका साथसाथै अर्निङ पनि गर्न सक्नुहुन्छ। र यो काम गर्नलाई हाउसवाइफ पनि गर्न सक्छ, जब होल्डर पनि गर्न सक्छ, अथवा जुनसुकै मान्छे नि गर्न सक्छ। र म अब आफ्नो इन्कम चेक गराउन सक्छु। यहाँ चाहिँ मेरो लाइफ डैशबोर्ड चेक गर्न सक्नुहुन्छ। मैले अहिलेसम्म कति इन्कम गरेको छु एन्ड तपाईँले यसमा जोइन भएको स्टुडेन्टहरूको मान्छेहरूको रिभ्यू हेर्न सक्नुहुन्छ, फिडब्याक हेर्न सक्नुहुन्छ। उहाँहरूले के फिडब्याक दिनुभएको रहेछ, यसमा अर्निङ कतिको गर्नुभएको छ तपाईँले यहाँ चाहिँ चेक गर्न सक्नुहुन्छ। मैले टिकटक स्क्रल गर्दा क्रममा धीरज सरको भिडियो हेरेको थिएँ। अहिले म ग्रो एन्ड अर्न नेपालबाट राम्रो इन्कम गरिरहेको छु। म 20 देखि 30 सम्म इन्कम गरिरहेको छु। हेलो गाइज, म धीरज कुमार दवाल। म एउटा स्टुडेन्ट हो। केही दिन अगाडि म एउटा प्लेटफर्ममा जोइन भएको थिएँ, ग्रो एन्ड अर्न। त्यसमा 1 महिना जति भयो मलाई जोइन हुँदा। त्यसमा म 20,000 देखि 25,000 अर्न गरिसकेँ एकदम इजिली। तपाईँ पनि एउटा स्टुडेन्ट हुनुहुन्छ भने एउटा राम्रो अपर्च्युनिटी छ स्टुडेन्टको लागि, हाउसवाइफको लागि। तपाईँहरू घरै बसी 1 घन्टा 2 घन्टा आफ्नो दिएर तपाईँले डेली बेसिसमा 1,000-2,000 सजिलै अर्न गर्न सक्नुहुन्छ। अर्न त तपाईँ गर्न सक्नुहुन्छ, त्यसभन्दा अझै प्रफिट भन्ने हो भने तपाईँले त्यहाँ स्किलहरू पनि सिकाइन्छ। स्किल सिकेर तपाईँ मार्केटिङ पनि गर्न सक्नुहुन्छ। एफिलिएट कम्युनिकेसन स्किल सिकाइन्छ। तपाईँलाई त्यहाँ धेरै कुराहरू सिकाइन्छ र तपाईँले त्यो कुराहरू सिकेर एउटा राम्रो अर्निङ आफ्नो घर बसी गर्न सक्नुहुन्छ एउटा ट्रस्टेड प्लेटफर्ममा। मैले चाहिँ टिकटक स्क्रोल गर्ने क्रममा चाहिँ धीरज सरको भिडियो हेरेको थिएँ। अनि भिडियो हेरेपछि मैले चाहिँ धीरज सरलाई कन्ट्याक्ट गरेँ। अनि कन्ट्याक्ट गरिसकेपछि धीरज सरले मलाई चाहिँ सबै कुराहरू सिकाएर चाहिँ ग्रो एन्ड अर्न नेपालमा जोइन गर्न लाउनु भयो। अनि मैले चाहिँ 6,000 रुपियाँबाट जोइन गरेर स्टार्टअप गरेर मैले चाहिँ अहिले 2 महिनामा 70K प्लस चाहिँ इन्कम जेनेरेट गरिसकेको छु। हजुरले चाहिँ मेरो अर्निङ पनि माथि हेर्न सक्नुहुन्छ। इफ हजुरलाई पनि यस्तै इन्कम जेनेरेट गर्नु मन छ भने हजुरले चाहिँ ग्रो एन्ड अर्न नेपालमा जोइन भएर मजाले चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ सरले प्रोपर गाइड फुल्ली गाइड गर्नुहुन्छ। हजुरले कुनै पनि प्रकारको टेन्सन लिनु पर्दैन। सो गाइज, तपाईँले यहाँ चाहिँ रिभ्यू पनि हेर्नुभयो। अब चाहिँ तपाईँले यहाँ चाहिँ गभर्मेन्ट एप्रुभल दर्ता सर्टिफिकेट पनि चेक गर्न सक्नुहुन्छ। त्यो कम्पनीको नेम रहेको छ ग्रो एन्ड अर्न नेपाल। ग्रो एन्ड अर्न नेपालमा तपाईँले कसरी इन्कम गर्न सक्नुहुन्छ, कसरी पैसा कमाउन सक्नुहुन्छ, म सम्पूर्ण प्रोसेस भन्न गइरहेको छु। सो तपाईँले अहिलेसम्म सोसियल मिडियामा धेरैजनाले हेर्नु भएको होला, मैले अनलाइनबाट यति इन्कम गरेँ, त्यति इन्कम गरेँ, मैले यो गरेँ त्यो गरेँ। तर म आज यो भिडियोमा भन्न गइरहेको छु कसरी तपाईँले होइन अनलाइनबाट इन्कम गर्ने, ग्रो एन्ड अर्न नेपाल प्लेटफर्ममा कसरी तपाईँले जोइन भएर होइन इन्कम गर्ने, म सम्पूर्ण प्रोसेस भन्न गइरहेको छु। सो तपाईँले भिडियोलाई सुरुवातदेखि अन्तिमसम्म हेरिदिनु होला। सो तपाईँले ग्रो एन्ड अर्न नेपालमा इन्कम गर्नलाई, पैसा कमाउनलाई तपाईँले 3वटा प्लान पाउनुहुन्छ, क्रिएटर प्लान, प्राइम प्लान एन्ड मास्टर प्लान। अब यो 3वटा प्लानमा के डिफ्रेन्स छ, यो 3वटा प्लान हो कि यसमा अर्निङ कसरी गर्ने। सो तपाईँले 3वटा प्लानमा तपाईँले डिफ्रेन्ट टाइपको तपाईँको इन्कम हुन्छ। तपाईँको जति ठुलो प्लान हुन्छ त्यति ठुलो इन्कम हुन्छ। तपाईँको इन्कम भनेको तपाईँको प्लानमाथि भर पर्छ। सो तपाईँले क्रिएटर प्लान लिनुहुन्छ भने तपाईँले यसमा चाहिँ मन्थली बेसिसमा 10 देखि 12,000 13,000सम्म इन्कम गर्न सक्नुहुन्छ र यसको प्राइस रहेछ मात्र 1999 रुपियाँ। अनि अर्को आउँछ हाम्रो प्राइम प्लान। इफ तपाईँले प्राइम प्लानबाट स्टार्ट गर्नुहुन्छ भने तपाईँले यसमा मन्थली बेसिसमा 20 देखि 25,000 30,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यसको पोस्ट रहेछ मात्र 2999 रुपियाँ। र अब म कुरा गरिदिन्छु मास्टर प्लान। यो प्लान एउटा यस्तो प्लान हो जुनबाट तपाईँले होइन सबभन्दा बढी इन्कम, तपाईँले जीवन चाहिँ लाइफमा केही ठुलो गर्नु छ, तपाईँले बढी पैसा कमाउनु छ भने तपाईँले मास्टर प्लानबाट स्टार्ट गर्न सक्नुहुन्छ। एकदमै बेस्ट प्लान हुन्छ मेरो एक्सपिरियन्स र सजेसनको हिसाबले, बिकज मैले पनि यही प्लानबाट स्टार्ट गरेको छु एन्ड धेरै मान्छेले पनि यही प्लानबाट स्टार्ट गर्छ। सो एकदमै बेस्ट प्लान हुन्छ तपाईँको लागि। सो गाइज, अब तपाईँले सोच्नु भएको होला यसमा वर्क के गर्नुपर्छ, काम के गर्नुपर्छ, प्याकेज त लिइहाल्छु बट काम के गर्नुपर्छ। प्याकेज लिइसकेपछि तपाईँले यसमा 2 तरिकाले इन्कम गर्न सक्नुहुन्छ। यसमा तपाईँले एफिलिएट मार्केटिङ गरेर इन्कम गर्न सक्नुहुन्छ एन्ड तपाईँले कोर्स सिकेर। अब एफिलिएट मार्केटिङ के हो, कसरी हो, यो त मलाई आउँदैन। त्यसैको लागि हाम्रो चाहिँ ट्रेनिङ क्लासमा, कोर्समा हजुरलाई स्टेप बाई स्टेप सबै कुरा सिकाइन्छ।
लाइक तपाईँले अब कोर्स सिकेर अर्को कोर्स सिकेर कसरी इन्कम गर्ने, कोर्स सिकेर भने तपाईँले होइन एफिलिएट मार्केटिङ, डिजिटल मार्केटिङ, भिडियो एडिटिङ, ग्राफिक डिजाइनिङ जस्ता थुप्रै तपाईँले डिजिटल स्किल सिकेर लर्निङका साथसाथै अर्निङ गर्न सक्नुहुन्छ। मानिले तपाईँले फेसबुक एड सिकाइन्छ, यदि तपाईँले फेसबुक एड सिकाल्नु भयो भने तपाईँको अहिले बिजनेस अथवा फ्युचरमा कुनै बिजनेस हुन्छ भने तपाईँले फेसबुक एड्सको थ्रु आफ्नो बिजनेसलाई 10x ग्रो गर्न सक्नुहुन्छ। अथवा तपाईँले कुनै पनि मान्छेको सर्भिस चार्ज गरेर तपाईँले त्यहाँदेखि इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। मानिलिउँ तपाईँले एउटा मान्छेको चाहिँ होइन फेसबुक एड चार्ज गर्नुभयो भने, एउटा मान्छेसँग 5,000 लिनुभयो भने, यदि तपाईँले 20वटाको पनि गर्नुभयो भने तपाईँले मन्थली बेसिसमा 1 लाखसम्म त्यतिकै इन्कम गर्न सक्नुहुन्छ। सो तपाईँले एउटा स्किल सिक्नुभयो भने यति इन्कम हुन्छ भने तपाईँले अरू स्किल सिक्नुहुन्छ भने कतिको इन्कम गर्न सक्नुहुन्छ एकचोटि तपाईँले आफै सोच्नु होला। अब तपाईँले सोचिराख्नु भएको होला त्यसमा त इन्भेस्टमेन्ट गर्नु पर्दो रहेको छ, पैसा लाग्दो रहेछ, इन्भेस्टमेन्ट गर्ने कसरी, म त गर्न सक्दिनँ। देन म तपाईँले भन्न चाहन्छु इन्भेस्टमेन्ट कहाँ गर्नु पर्दैन। तपाईँले स्कुलमा पढ्नुहुन्छ, कलेजमा पढ्नुहुन्छ, त्यहाँ पनि एज अ फिसको रूपमा त्यहाँ पैसा तिर्नु पर्दो रहेछ, त्यहाँ पनि इन्भेस्टमेन्ट गर्नु रहेको भएको छ। अथवा तपाईँले होइन लुगा पिन्नुहुन्छ, कपडा पिन्नुहुन्छ, कपडा किन्दा त्यहाँ चाहिँ पैसा लाग्छ। तपाईँले बाइक चढ्नुहुन्छ, त्यहाँ पनि पेट्रोल हाल्नलाई त्यहाँ पनि पैसा लाग्छ। तपाईँले होइन पानी पनि खानुहुन्छ नि, पानीको पनि पैसा लाग्छ। तपाईँले होइन कचरा किन्नुहुन्छ भने कचराको त पैसा लाग्दैन, बडी क्वान्टिटीमा छ भने त्यसको पनि पैसा लाग्छ। तपाईँले होइन जहाँ गए पनि होइन पैसा लाग्ने नै छ। सो तपाईँले यो बिजनेस स्टार्ट गर्नु छ भने थोरै इन्भेस्टमेन्टमा स्टार्ट गर्न सक्नुहुन्छ। सो यो बिजनेसमा तपाईँले होइन वर्क गर्नलाई थोरै इन्भेस्टमेन्टमा तपाईँले राम्रो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो तपाईँ इन्भेस्टमेन्ट गर्न एकदमै डराउनु पर्दैन। सो लास्टमा म प्लानको प्राइसको बारेमा कुरा गरिदिन्छु। फर्स्टमा छ केटर प्लान। केटर प्लानको कोस्ट रहेछ मात्र 1999 रुपियाँ एन्ड अर्को छ प्राइम प्लानको 2999 रुपियाँ एन्ड मास्टर प्लानको 5,979 रुपियाँ। यदि तपाईँसँग होइन 5,979 को बजेट छ भने तपाईँले मास्टर प्लानबाट स्टार्ट गर्न सक्नुहुन्छ, एकदमै बेस्ट प्लान छ। बाई चान्स छैन भने तपाईँले प्राइम प्लान लिन सक्नुहुन्छ जुन चाहिँ 2999 को छ एन्ड तपाईँको अवस्था त्यति त्यो छ भने तपाईँले होइन केटर प्लान पनि लिन सक्नुहुन्छ।